रन्डा घुम्न जाम कि आज जासु कि जाम मरिहाल्छ नि चाँडो खानै दिँदैन नि अब आज हिजो कति राख 10-20 हजार ए फोन रे मलाई म सुत्छु 10-20 हजार आएको थियो आज कट्टुलाएर जाने भए झोलामा कति पुगेर जाने भयो खालि बिल्ला हान्दो रहेछ रन्डेसँग नखेले यसलाई त जोडेर तार्दा त झन् उचालिँदो रहेछ झन् बियर्स हुँदैन तार्नु भनेर तानेको तर एउटा हामीसँग जोडेर रन्डेले चुप्पा हान्छस् एउटा हान्की हान भन्ने एउटा ग्यालेक्सी चाहिँ हान्छ रन्डो हान्की हान भन्नु नि हान्की हान भने हान्छ बिचारा पुको ओइ पुको रिसाइ किन रिसानुमा रन्डा घुम्न गयो भन्छ एउटा घुम्न नगयो कहाँ कहाँ जानु त नगर होइन तिमीलाई राम्रो कुरा गरेको पो त रातभरि लाइभ बस्छ नि पैसा गाउँछ नि फेरि भोलि घुम्न जान्छ नि किन हाँसेको अहिले यसलाई म अहिले पुको हौ अहिले बेचमा नि गाली दिन्छ अनि यो त खतरा हो नि यहाँ यसले के गर्छ थाहा छ स्न्यापमा लान्छु च्याट गर्छु भिसी लान्छु भन्दै ओडले गिफ्ट गर्छ अनि जान्छ कहाँ मैले भनेको त्यस्तो माछाले रन्डा त्यसो भने म त भनेको थिएन अर्कीले एउटा केटीले वाट्सएपमा लान्छ भने बिस्कार हो मैले इन्स्टामा लान्छु भनेको डल्ट्या गर नि एकैछिन डल्ट्या गर्दै नि यार प्लिज त्यो पहिलाको जस्तो हरायो देखा त थोरै सरी पहिलाको जस्तो छैन क्या डल्ट्या गर नि गाइस यसलाई भनेको म मातेर रक्सी खाएर पाए भने पठाउँछु नि रन्डोलाई यति गेम खेल्न यहाँको मेरो पर लगाएको छ क्या एउटा कुकु अरे काले चुप्पा हान्देऊ न हो मेरोमा 11 लेबल बनाएर ताने कहाँ हराएको हौ 26 गते काकाको बिहे छ यार लुगै छैन को काका मेरो आफ्नै काकाको यो ढाकाको साडी किन्नु पर्यो भनेको पैसा नै चाहिन्छ टिकट टेस्ट होइन हाम्रो उताले नै कस्तो खतरा खतरा ढाकाको साडी डबारा आउँछ भन्दैन ल ल दिन्छु 2-3 बजीतिर 2-3 बजी त कहाँ जाडो भइहाल्छ नि जानु पो हुन्छ 11 बजीदेखि गयो अनि 11, 12, 1, 2, 3 बजीतिर खोल्नुपर्छ क्या पौडी सोडी खेलेर भिडियो बनाउनुपर्छ कि ल चिप्लेटी खेल्नुपर्छ दुधको मुन्टा एउटा हराउँछ एउटा केटीको त्यहाँ भिडियो बनाएको अरे एउटा चाहिँ खेल्दा एउटा चाहिँ दुधको मुन्टै गयोस् एउटा चाक्का र एउटा चाहिँ सेतो पिल्सेर अर्को चाहिँ आधी मात्र रहोस् क्या एउटा चाहिँ पुरै गओस् एउटा चाहिँ आधी मात्र रहोस् भोलिको टिममा म्युटअप गर्ने कोही छ पहिले उयो देऊ न एडभान्स यहाँ त के भएको यो फेरि गर्दा यस्तो नि फेरि गर्दा यो त नगर्नु म छटपट्टि भइसक्यो नगर्नु तेरो यसो गर्दा सुँगा त यसो यति सेन गाड्छ सेन मिठो छ कि बुढी खोल न त्यस्तो भएको पुग्नु अरे के हो बुढी
खोलम त्यस्तो भयो के भन्छ यो एमआरले माटो नि ओ गाइस अरे हजुर यो केटाको के थियो यो लभली देखेन मलाई पनि फलो गर्छ गाइस डल ट्याप गर न तिमीहरू यार यस्तो बुढालाई पनि नछोड्ने